इमेजिन गर्नुहोस् त भोलि बिहान उठ्दा इन्टरनेट इज कम्प्लिटली गन। नो युट्युब, नो फेसबुक, नो गुगल अनि नो च्याट जिपिटी। यो टेम्पोररी आउटेज होइन अनि वाइफाई बिग्रेको पनि होइन। दिस इज नर्मल लाइफ। यस, 21औं शताब्दीमा जहाँ हामी इन्टरनेट बिना काम पनि गर्न सक्दैनौँ, केही कुरा सिक्न सक्दैनौँ, कसैसँग कनेक्ट पनि हुन सक्दैनौँ, त्यहाँ एउटा यस्तो देश छ जहाँ अलमोस्ट नोबडी इज अनलाइन। द कन्ट्री इज एरिट्रिया। एरिट्रिया गरिब भएर अफलाइन भएको होइन, टेक्नोलोजी नपुगेको पनि होइन। एरिट्रिया अफलाइन छ बिकज इट इज डिजाइन टु बी अफलाइन। आउनुहोस् आजको भिडियोमा जानौँ कसरी एरिट्रिया वान अफ द मोस्ट डिजिटल्ली आइसोलेटेड कन्ट्री र लिस्ट अन्डरस्टुड कन्ट्रिज मध्येको एक बनेको छ। एरिट्रियाको पपुलेसनको कुरा गर्दा लगभग 35 लाख भएको अनुमान गरिन्छ र कुनै प्रोजेक्सन्सहरूले 60 लाखसम्म हुन सक्ने पनि देखाउँछन्। तर यसरी एक्ज्याक्ट नम्बर कन्फर्म गर्न किन गाह्रो छ भने गभर्मेन्टले रेगुलर अनि डिटेल स्ट्याटिस्टिक्स कहिले पब्लिक नै गर्दैन। एरिट्रियाको लोकेसनको कुरा गर्दा म्यापमा हेर्दा अफ्रिकाको नर्थ इस्ट भागमा रहेको यो भूभाग समुद्रतिर निस्किएको सिङ जस्तो देखिन्छ र यो भूभागलाई भनिन्छ हर्न अफ अफ्रिका। हो, हर्न अफ अफ्रिकामा लोकेटेड छ एरिट्रिया। एरिट्रिया अफ्रिकाको नर्थ इस्टर्न एजमा पर्छ अलोङ द रेड सी कोस्ट लाइन। रेड सी कोस्ट लाइन भनेको केवल एउटा लोकेसन मात्र होइन, केवल एउटा जियोग्राफी मात्रै होइन, इट इज पावर। किनकि रेड सी आज पनि वर्ल्डको सबैभन्दा इम्पोर्टेन्ट म्यारिटाइम कोरिडोर्स मध्ये एक हो। हरेक दिन जसो फ्युल, फुड्स अनि सामानहरू बोकेका जहाजहरू युरोप, मिडल इस्ट र एसिया बीच ट्राभल गर्छन् यही बाटो भएर। तर यो देशको इतिहासको कुरा गर्दा अहिले जस्तो दुनियाँसँग अलग अथवा आइसोलेटेड भन्ने थिएन। आजभन्दा करिब 2000 वर्ष अगाडि आजको एरिट्रियाको ठुलो भाग अफ्रिकाको एउटा शक्तिशाली प्राचीन सभ्यतासँग जोडिएको थियो जसको नाम हो अकुसमाइट एम्पायर। र यो एम्पायर लगभग पहिलो शताब्दीदेखि नै 7औं शताब्दीसम्म अस्तित्वमा रहेको थियो र यसले आजको एरिट्रिया लगायत रेड सी कोस्टका ठुला क्षेत्रहरूको कन्ट्रोल गर्थ्यो। जब संसारका धेरै भागहरू फ्रेगमेन्टेड थिए त्यो बेलामा पनि यो सभ्यताले रोम, पर्सिया, इन्डिया जस्ता एन्सियन्ट पावरहरूसँग ट्रेड अनि डिप्लोमेटिक सम्बन्ध राख्थ्यो। लेट 1800s मा युरोपमा अफ्रिकाका भूभागहरूलाई कोलोनाइज गर्ने रेस चल्न थाल्यो र 1890 मा एरिट्रिया अफिसियल्ली इटालीको कोलोनी बन्यो। इटालीको कोलोनी बनेसँगै रोड्स, रेलवेज, पोर्ट्स यानि कि बन्दरगाह अनि त्यसपछि एडमिनिस्ट्रेटिभ सिस्टमहरू विकास गरियो। एरिट्रियाको क्यापिटल सिटी अस्मारालाई केयरफुल्ली प्लान्ड सिटी बनाइयो। मोडर्निस्ट र आर्ट डेको आर्किटेक्चर यसरी विकास गरियो कि आज पनि अस्माराको पहिचान त्यही डिजाइनसँग जोडिएको छ। अस्मारालाई त्यतिखेर लिटल रोम भनेर चिनिन्थ्यो। तर पछि सेकेन्ड वर्ल्ड वारको बेलामा ब्रिटिस फोर्सेसले इटालियन सेनालाई एरिट्रियाबाट पराजित गरे र सन् 1952 मा एरिट्रियालाई इथियोपियासँग गाड्ने निर्णय गरियो जसमा युएनको पनि इन्भल्भमेन्ट थियो। र यो फेडरेसनसँगै एरिट्रियालाई केवल केही आन्तरिक अधिकार मात्र दियो, जस्तै कि आफ्नो झन्डा अनि पार्लियामेन्ट राख्न पाउने। तर फरेन पोलिसी, डिफेन्स र अन्तिम निर्णय गर्ने शक्ति चाहिँ इथियोपियाकै हातमा थियो। र त्यसको लगभग 10 वर्ष बितिसकेपछि त्यति बेलाको इथियोपियन एम्पायरले त्यो फेडरेसनलाई डिजल्भ गरे र एरिट्रियालाई इथियोपियाको एउटा प्रोभिन्सको रूपमा स्थापित गरिदिए। र त्यसपछि एरिट्रियन जनताहरूले हतियार उठाउनु बाहेक केही विकल्प देखेनन् र यो सँगै आर्म्ड मुभमेन्टहरूको सुरुवात भयो। र पहिलो आर्म्ड मुभमेन्ट थियो एरिट्रियन लिबरेसन फ्रन्ट। यो लिबरेसन फ्रन्ट धेरै लामो समयसम्म चलेन। लिडरसिप स्ट्रक्चर र डिसिजन मेकिङ जस्ता प्रोसेसहरूमा विवाद बढ्न थाल्यो र त्यसको फलस्वरूप दोस्रो अर्गनाइजेसन एमर्ज भयो जसको नाम थियो एरिट्रियन पिपुल्स लिबरेसन फ्रन्ट। अनि त्यसपछि सुरु भयो अफ्रिकाकै सबैभन्दा लामो इन्डिपेन्डेन्स वार। एरिट्रियन फाइटर्स अत्यन्तै लिमिट रिसोर्सेसमा लडिरहेका थिए। पुराना र कमजोर बन्दुकहरू प्रयोग गर्नु पर्थ्यो, गोलीको अभावले प्रयोग भइसकेका एम्युनिसन फेरि रियुज गर्नु पर्थ्यो र कतिपय अवस्थामा हतियार अनि सप्लाइजहरू इथियोपियन सेनाबाटै लडाइपछि कब्जा पनि गरिन्थ्यो। भनाइको मतलब एनिमिज नै मुख्य सप्लाई सोर्स बन्ने अवस्था थियो। तर अर्कोतर्फ इथियोपियन आर्मीको कुरा गर्दा उनीहरू धेरै ठुलो अनि बेटर इक्विप थिए। त्यो बेलाका ठुला ग्लोबल पावर्सहरूबाट भारी रूपमा मिलिटरी सप्लाई पाउँथे। यसको बावजुद पनि यो युद्ध लगभग 30 वर्षसम्म चल्यो। पुरै जेनेरेसन्स युद्धमै हुर्किए। बच्चाहरू रिफ्युजी क्याम्प्स अनि वार जोन्समै हुर्किए। स्कुलिङ इन्टरप्टेड भयो वा अस्तित्वमै रहेन। धेरैजसो वारमा हेऱ्यो भने महिलाहरूले सहयोगी भूमिका मात्र खेल्छन्। तर यो वारमा महिलाहरूले लडाइँ नै लड्नु पर्यो। कहिलेकाहीँ त फाइटिङ फोर्सको करिब 1/3 महिलाहरू नै थिए।
समय बित्दै गयो, युद्ध चलिरहेको थियो अनि एरिट्रियन फोर्सेसहरू एउटा हाइली डिसिप्लिन र सेन्ट्रलाइज फाइटिङ फोर्स बन्दै गयो। त्यसैको फलस्वरूप 1991मा एरिट्रियन फोर्सेसले क्यापिटल सिटी अस्मारालाई क्याप्चर गरे र 1993मा युनाइटेड नेसन्सको सुपरभिजनमा भएको रेफरेन्डमपछि एरिट्रिया इन्टरनेसनली रेकग्नाइज्ड स्वतन्त्र राष्ट्र बन्यो र 3 दशकको यो लामो युद्धपछि एरिट्रिया अन्ततः स्वतन्त्र भयो। त्यहाँका जनताहरूले इन्डिपेन्डेन्ससँगै डेमोक्रेसी, अपर्च्युनिटी र डिग्निटीको आश गरेका थिए, तर इतिहासले फेरि अर्कै मोड लिन तयार हुँदै थियो। इन्डिपेन्डेन्सपछि इसायास अफवर्की, जो एरिट्रियन पिपुल्स लिबरेसन फन्डका प्रमुख थिए, उनी त्यहाँका राष्ट्रपति बने र उनको नेतृत्वमा सरकार गठन गरियो। सुरुवाती वर्षहरूमा सरकारले रिफर्मको भाषा बोल्थ्यो, डेमोक्रेसी, एकाउन्टेबिलिटी र नेसनल रिकन्स्ट्रक्सनको भाषा पनि गर्यो अनि सन् 1997मा एरिट्रियाले आफ्नो संविधान पनि पायो। तर वास्तविकतामा यो संविधान कहिले लागू गरिन र आजसम्म पनि एरिट्रियामा चुनाव भएको छैन र अहिलेसम्म पनि सोही व्यक्ति इसायास अफवर्की एरिट्रियाको राष्ट्रपति छन्। पोलिटिकल पावर क्रमशः एकै ठाउँमा केन्द्रित हुँदै गयो। रुलिङ पार्टी पिपुल्स फ्रन्ट फर डेमोक्रेसी एन्ड जस्टिस देशको एक मात्र पोलिटिकल अर्गनाइजेसन बन्यो। रिफर्म माग्नेहरूलाई बिना चार्ज गिरफ्तार गरिन थाल्यो। डिबेट रिपोर्ट गर्ने इन्डिपेन्डेन्ट जर्नलिस्टहरूलाई डिटेन गरिन थाल्यो र अब एरिट्रियामा इन्डिपेन्डेन्ट प्रेस पनि रहेन, अपोजिसन भोइसेसहरू हराए, पब्लिक पोलिटिकल डिस्कसन समाप्त भयो र स्वतन्त्र अदालत पनि थिएन। यससँगै जनताहरूमा ट्रस्ट कमजोर हुँदै गयो। साइलेन्स सर्भाइभलको स्ट्राटेजी बन्न थाल्यो। साइलेन्स अफ द प्रेस, साइलेन्स अफ द अपोजिसन, साइलेन्स अफ द फ्री पब्लिक डिबेट। यसरी जुन देशले आफूलाई मुक्त गर्न अफ्रिकाकै सबैभन्दा लामो युद्ध लड्यो, त्यही देश अब आफैभित्र बन्द हुँदै गइरहेको थियो। जब हामी एरिट्रियामा इन्टरनेट छैन भन्छौँ, हामीलाई लाग्छ कि एरिट्रिया गरिब छ, टेक्नोलोजी पुगेको छैन होला, त्यसैले इन्टरनेट नभएको होला। तर यो केवल पैसाको मात्र कुरा होइन, यो हो एउटा राजनीतिक निर्णय। एरिट्रियन गभर्मेन्टले इन्टरनेटलाई पब्लिक सर्भिसका रूपमा होइन, सम्भावित खतराका रूपमा हेर्छ र यो सोच त्यही लामो इन्डिपेन्डेन्स वारको समयमा विकास भयो, जहाँ गोप्यता अनि अनुशासनलाई सर्भाइभलका लागि अनिवार्य मानिन्थ्यो। युद्ध जितिसकेपछि धेरै देशहरू खुल्दै जान्छन्, तर एरिट्रियन गभर्मेन्टले त्यही वार टाइम मेन्टालिटीलाई स्टेट पोलिसी बनाइदियो र आज एरिट्रियामा एउटा मात्र टेलिकम्युनिकेसन प्रोभाइडर छ जुन चाहिँ पूर्ण रूपमा गभर्मेन्ट कन्ट्रोल छ। प्राइभेट इन्टरनेट प्रोभाइडर एउटा पनि छैन अनि इन्टरनेटको एक्सेस केही सीमित ठाउँहरूमा मात्र पाइन्छ। गभर्मेन्ट अफिसेस, सर्टेन वर्क प्लेसेस, फरेन एम्बेसिज र थोरै मात्रामा रहेका तर कडा निगरानीमा रहेका इन्टरनेट क्याफेजहरू। र त्यहाँ पनि इन्टरनेटको स्पिड एकदमै स्लो छ र इन्टरनेट एकदमै महँगो छ, जुन चाहिँ त्यहाँका जनताले अफोर्ड गर्नै सक्दैनन्। सोसल मिडिया प्लेटफर्म्सहरू पुरै ब्लक छन् र त्यहाँका मानिसहरूले सोसल मिडिया जस्तो कि फेसबुक, युट्युब यिनीहरू युज गरेको अनुभव कहिले लिएकै छैनन्। र यसरी इन्टरनेटलाई थ्रेटको रूपमा हेरिनुमा सरकारको डर एकदम सिम्पल छ। इन्टरनेटको मतलब फ्री इन्फर्मेसन, फ्री इन्फर्मेसनको मतलब प्रश्न, प्रश्नको मतलब छलफल, छलफलको मतलब असहमति अनि आलोचना, जुन चाहिँ त्यहाँको सरकारले चाहँदैन। 2011मा मिडल इस्ट अनि नर्थ अफ्रिकामा सोसल मिडिया अनि त्यसपछि मोबाइल कम्युनिकेसनले जनविद्रोह सम्भव बनाएको देखेपछि एरिट्रियन गभर्मेन्टले मोबाइल इन्टरनेट विस्तार गर्ने योजना रोकिदियो। स्मार्टफोन्सहरू एकदमै कम छन्, छैनन् भन्दा पनि हुन्छ, अनि सिम कार्डहरू लिमिटेड छन् अनि रेगुलेटेड छन्, अनि त्यसपछि जताकतै सर्भेलेन्स छ। जब इन्टरनेटको अभाव हुन्छ, बाहिरी दुनियाँबाट इन्फर्मेसन आउँदैन, बाहिरी दुनियाँको दृष्टिकोण भित्रिँदैन र यसले गर्दा सरकारको न्यारेटिभ नै रियालिटी बन्छ। धेरै देशहरूमा सिभिलियन लाइफ र स्टेट सर्भिसको बिचमा स्पष्ट सीमा हुन्छ, तर एरिट्रियामा त्यस्तो छैन। इकोनोमी, लेबर सिस्टम, नेसनल सेक्युरिटी सबै एउटा सेन्ट्रलाइज्ड पोलिसीसँग जोडिएका छन् र त्यसको नाम हो नेसनल सर्भिस। अफिसियल रूपमा एरिट्रियन जनताले चाहे त्यो महिला होस् चाहे पुरुष होस् 18 महिना सेवा गर्नुपर्छ भन्ने छ। 6 महिनाको मिलिटरी ट्रेनिङ अनि त्यसपछि 12 महिना चाहिँ मिलिटरी वा सिभिलियन काम। महिनौँ बित्छन्, वर्षौँ बित्छन् र कहिलेकाहीँ त दशकौँसम्म पनि सेवा गर्नुपर्छ। यसबाट आउने आम्दानी अत्यन्तै कम हुन्छ र परिवार पाल्न पनि पुग्दैन। वर्किङ एज पपुलेसनको ठुलो हिस्सा अहिले पनि नेसनल सर्भिसमा अड्किएको छ। त्यसैले गर्दा प्राइभेट सेक्टर सामान्य रूपमा फङ्सन गर्न सक्दैन। इन्डिपेन्डेन्ट इकोनोमिक एक्टिभिटीहरू सानो स्केलमा मात्र सम्भव छ, त्यो पनि कडा निगरानीमा। आजको दिनमा एरिट्रियामा युद्ध छैन, तर त्यसो हुँदाहुँदै पनि यो संसारको सबैभन्दा धेरै रेफ्युजी उत्पादन गर्ने देशमा पर्छ। यहाँका मानिसहरूको लागि देश छोड्नु कुनै महत्त्वाकांक्षा होइन, यो एउटा सर्भाइभलको निर्णय मात्र हो। हरेक वर्ष हजारौँ एरिट्रियन्स देश छोड्ने प्रयास गर्छन्। भाग्ने क्रममा समातियो भने जेल हाल्न सकिन्छ र जबरजस्ती फेरि नेसनल सर्भिसमा पठाइन्छ।
र केही गरी एरिट्रियाको बोर्डर क्रस भयो भने पनि रिफ्युजी क्याम्प्समा महिनौँ अनि वर्षौँसम्म अनसर्टेन्टीमा बस्नुपर्छ। कतिपय मानव तस्करको शिकार बन्छन् र कतिपय मरुभूमि अनि समुद्र पार गर्ने जस्ता जोखिमपूर्ण यात्रामा निस्किन्छन् र यिनीहरूमध्येका धेरैले कहिल्यै पनि गन्तव्य देख्नै पाउँदैनन्। त्यसैले भाग्नु जोखिमपूर्ण छ, तर धेरैलाई आफ्नै देशमा बसिरहनु झन खतरनाक लाग्छ। वर्किङ एज पपुलेसनको अर्को ठुलो हिस्सा अब विदेशमा बस्छ। बालबालिका अनि परिवारका सदस्यहरू फोन कल पर्खँदै, पैसा यानि कि रेमिटेन्स पर्खँदै र विदेशबाट आउने समाचार पर्खँदै आफ्नो दिन बिताउँछन् र सरकारले यस माइग्रेसनलाई धोकाको नाम दिन्छ। तर यही धोकेबाजहरूले विदेशबाट पठाएको पैसामा देश चलिरहेको छ। यसरी विदेशीयहरूले पठाएको रकमबाट 2% ट्याक्स काट्छ र त्यो ट्याक्सलाई डायस्पोरा ट्याक्स भनिन्छ र यो ट्याक्स नतिरेपछि बेसिक सर्भिसेस, लिगल डकुमेन्ट्स र प्रोपर्टी राइट्सहरू गुमाउन सकिन्छ। र यसरी धेरै एरिट्रियन्सको मनमा देशप्रतिको माया र सिस्टमप्रतिको फ्रस्ट्रेसन दुवै एकैचोटि एक्जिस्ट गर्छ र एकले अर्कालाई मेटाउँदैन। यही दोहोरो भावना, देशप्रतिको गहिरो गर्व र मौन निराशाले नै आजको एरिट्रियन लाइफलाई सबैभन्दा राम्रोसँग परिभाषित गर्न सक्छ। आजको लागि यति। थ्याङ्क यू सो मच।